हेलो गाइस, आजको यस भिडियोमा आज हामीले हेर्छौँ पोखरा युनिभर्सिटीको स्कलरसिप एक्जामको चाहिँ हामीले एडमिट कार्डलाई कसरी डाउनलोड गर्न सकिन्छ भनेर हेर्छौँ है त। त्यसको लागि चाहिँ हाम्रो के हुनु पर्यो भन्दाखेरि हाम्रो यो एप्लिकेसन्समा चाहिँ हाम्रो अकाउन्ट चाहिँ के अरे हाम्रो स्टेटस चाहिँ एक्सेप्टेड हुनु पर्यो है त। पेमेन्ट गरेको रिसिप्ट चाहिँ एक्सेप्टेड हुनुपर्छ है। अनि कहाँ जाने भन्दाखेरि हामी इन्ट्रान्स एक्जामको सेक्सनमा जाने यसरी। अनि हामीले हाम्रो रोल नम्बरलाई यसरी कपी गर्न पर्यो है। रोल नम्बरलाई कपी गर्नुपर्छ है। रोल नम्बरलाई कपी गरेपछि कहाँ जाने भन्दाखेरि यो डाउनलोड एडमिट कार्डको अप्सनमा जाने। अनि के गर्ने, आफ्नो रोल नम्बर हालिदिने, के अरे रोल नम्बर पेस्ट गरिदिने है त। कपी गरेको हम पेस्ट गर्छौँ है। पेस्ट गरेपछि के गर्ने भन्दाखेरि हाम्रो आफ्नो गार्जियनको फोन नम्बर हाल्ने है त। जुन हामीले यहाँ प्रोफाइल सेटिङमा भरेका छौँ नि त्यो यहाँ हालिदिने है त, सेम टु सेम। अनि सिटिजनसिप नम्बर पनि प्रोफाइल सेटिङमै छ, त्यहाँबाट कपी पेस्ट गर्ने हो है त। त्यहाँबाट प्रोफाइल सेटिङमा कपी गर्ने अनि यहाँ आएर पेस्ट गरिदिने। अनि सबमिटको बटनमा अठाएपछि के हुन्छ भन्दाखेरि हाम्रो एडमिट कार्ड यसरी चाहिँ देखिन्छ है त। है हाम्रो एडमिट कार्ड यसरी देखिन्छ। अनि हाम्रो एडमिट कार्डमा के भनेको छ भन्दाखेरि चाहिँ एक्जाममा चाहिँ हामीले यो साइन्टिफिक क्यालकुलेटर लान चाहिँ मिल्दैन भनेको छ है। अर्डिनरी क्यालकुलेटर मात्र लान मिल्छ भनेको छ। अर्डिनरी भनेको मतलब के भन्दाखेरि साइन थिटा कस थिटाहरू हुन्छ नि क्यालकुलेटरमा, त्यो नचल्ने, मल्टिप्लिकेसन डिभाइड सब्ट्र्याक्सन त्यस्तो गर्न मिल्ने मात्र। त्यो पसलमा हुन्छ नि, सामान किन्न जाँदा पसलले युज गर्छ नि क्यालकुलेटर, त्यस्तो मात्र चाहिँ युज गर्न चाहिँ पाइयो है त। नर्मल त्यही मल्टिप्लाई डिभाइड सब्ट्र्याक्ट के गर्न मिल्छ नि, ती मात्र लान चाहिँ मिल्छ है त भनेको छ है त यहाँ है। हामीले चाहिँ एडमिट कार्डलाई के गर्ने भन्दाखेरि प्रिन्टको बटनमा क्लिक गर्ने। अनि के गर्ने भन्दाखेरि सेभको बटनमा यसरी अठाइदिने होइन, सेभ गरिहाल्ने है त। मोबाइलमा पनि सेभै गर्ने, सेभ गर्ने है त यसरी। सेभ गरेपछि के गर्ने भन्दाखेरि यसलाई चाहिँ प्रिन्ट गर्नुपर्छ है त। यसलाई ब्ल्याक एन्ड व्हाइट प्रिन्ट गर्दै हुन्छ है त। ब्ल्याक एन्ड व्हाइट भन्दा पनि कलर प्रिन्ट गर्दा नै भयो है त। अब आफूलाई कुन गर्न मन लाउँछ त्यही गरिदिने है त। यति नै हो है त प्रोसेस चाहिँ। हाम्रो पोखरा युनिभर्सिटीको एक्जाम सेन्टर चाहिँ कहाँ हुन्छ भन्दाखेरि चाहिँ पोखरा युनिभर्सिटी एकाडेमिक बिल्डिङमा हुन्छ।